विद्यार्थी भाइ बहिनीहरू भन्दा अगाडिको क्लासमा हामीले दुईटा सेटहरू यदि अलगिएका सेटहरू छन्, खप्टिएका छैनन् भने ती समूहहरूको संख्या कसरी पत्ता लगाउने हो त, अथवा दुई समूहको गणनात्मकताको बारेमा हामीले केही कन्सेप्ट लिएका थियौं, त्यो पनि अलगिएको अवस्थामा। तर अहिले हामी दुई समूहको गणनात्मकतामा त्यो दुई समूहको संख्या पत्ता लगाउँदाखेरि संख्या भन्नाले सदस्य संख्या पत्ता लगाउँदाखेरि खप्टिएका छन् अथवा इन्टरसेक्सन भएका छन् भने त्यो अवस्थामा कसरी चाहिँ समूहमा भएको सदस्यको संख्या पत्ता लगाउने हो त, त्यसको बारेमा अहिले केही कन्सेप्ट लिन्छौं हामी। अब यसको लागि हामीले के गरौँ त, दुईटा समूह ए र बी, ए समूह र बी समूह, दुईटा समूह यहाँ लियौ र यी दुई समूहहरू कहाँ छन् त, यो हाम्रो युनिभर्सल सेट भित्र रहेको हुन्छ। दुईटा सेटहरू यो खप्टिएका सेट हुन्, इन्टरसेक्सन भएका हुन्, यहाँ इन्टरसेक्सन भएका छन्। यसको मतलब हो कि केही समूहको सदस्यहरू ए र बी दुवैमा पर्छ अथवा साझा सदस्यहरू पनि रहेका छन् ए र बी मा। अब यस्तो अवस्थामा ए मा केही सदस्य छन्, बी मा केही सदस्य छन् र ए र बी का भित्र साझा सदस्यहरू पनि रहेको छ। यो अवस्थामा हामीले सदस्यको संख्या निकाल्दाखेरि अब यहाँ चाहिँ ए मा मात्रै पर्ने, ए मा मात्र पर्ने सदस्य भनेको एन नट ए, यो ए समूहमा मात्र पर्ने सदस्यहरू, यो यति, यो साझा भागमा होइन, ए मा मात्रै पर्ने सदस्य संख्या भनेको के हुन्छ त, एन ए भनेको ए को जम्मा सदस्य संख्या माइनस एन ए इन्टरसेक्सन बी। त्यो भनेको के हो भने ए मा भएको जम्मा सदस्य संख्या र ए र बी दुईटैमा भएको दुईटैमा साझा रहेको सदस्य संख्या ए इन्टरसेक्सन बी, जम्मैबाट साझा संख्या घटाउँदाखेरि एन यो ए मा मात्रै भएको सदस्य संख्या आउँछ, साझा होइन। त्यस्तै एन नट बी मतलब त्यो बी मा मात्रै पर्ने सदस्यहरू भनेको एन बी माइनस एन ए इन्टरसेक्सन बी। यो एन बी भनेको पुरा हो, एन ए इन्टरसेक्सन बी भनेको यो साझा पार्टमा रहेको। त्यस्तै यो खप्टिएको अवस्थामा छ, समूहहरूको हामी संख्या पत्ता लगाउँदै छौं। यस अवस्थामा एन ए युनियन बी, ए र बी मा भएका जम्मा सदस्य संख्या पत्ता लगाउनु पर्यो भने के हुन्छ त, एन नट ए भनेको ए मा मात्र पर्ने, त्यस्तै एन नट बी भनेको बी मा मात्र पर्ने, प्लस यो साझा, यो भनेको हाम्रो साझा हो, यो भनेको हाम्रो साझा, जसले हामी एन ए इन्टरसेक्सन बी पनि भन्न सक्छौं। एन ए युनियन बी, यसलाई यसरी पनि लेख्न सक्छौं हामी, एन ए को पुरै सदस्य संख्या, त्यस्तै प्लस एन बी को पुरै सदस्य संख्या माइनस एन ए इन्टरसेक्सन बी। यो कसरी भएको भने ए को सबै बी को सबै जोड्दाखेरि यो जुन साझा पार्ट छ, इन्टरसेक्सन वाला पार्ट, त्यो दुईचोटी रिपिट हुन्छ। तर दुईचोटी चाहिँदैन, हामीले एकचोटी मात्रै चाहिन्छ, त्यही भएर यहाँ माइनस एन ए इन्टरसेक्सन बी गरेको हो। अब जम्मा सदस्य, यो युनिभर्सल सेट समेत यसमा पर्ने जम्मा सदस्य भनेको एन यू, यो भनेको के त, एन ए युनियन बी। यो चाहिँ कस्तो अवस्थामा हो भने यो चाहिँ यहाँ बाहिर ए र बी बाहेक बाहिर कुनै सदस्य छैन भने यो एन ए युनियन बी ले यो जम्मा सदस्यको संख्या चाहिँ यसले देखाउँछ। त्यस्तै यदि यहाँ बाहिर पनि छ भने, ए र बी बाहेक पनि सदस्य छ भने एन यू भनेको त्यस्तो अवस्थामा एन ए युनियन बी प्लस एन ए युनियन बी को कम्प्लिमेन्ट, यो ए युनियन बी को कम्प्लिमेन्ट भन्नाले यो ए र बी बाहेकको यो बाहिर पनि हुन्छ। यस्तो अवस्थामा एन यू भनेको यसरी निकाल्न सकिन्छ।
हस् त, थ्याङ्क यू, यति हो।